सो गुड मर्निङ गाइज, वेलकम ब्याक माई युट्युब च्यानल। अहिले चाहिँ ड्युटीबाट आइयो होइन, ड्युटीबाट आएर अब चाहिँ के गरिन्छ भनेपछि हल्का हल्का नुहाना गरेर आज पनि होम वर्कआउटको भिडियो बनाउन गइरहेको छु होइन। अहिले चाहिँ नुहान जान लागेको है त ड्युटीबाट आएर। सो फाइनल्ली हजुर पसल जान्नु होला म। सो फाइनल्ली अहिले चाहिँ नुहाना गरेर पनि आइसकेँ होइन। चाहिँ 12 घन्टा ड्युटी हुन्छ। 12 घन्टा ड्युटी गरेर आएर हल्का टाइम मिलाएर आफ्नो फिट पनि रहनु पऱ्यो भनेर चाहिँ 10-15 मिनट चाहिँ मैले चाहिँ मिलाएको छु होइन। हप्तामा 2-3 चोटि चाहिँ मैले चाहिँ हल्का फिट रहनको लागि हल्का फुल्का वर्कआउट गर्ने गर्छु। वर्कआउट गर्ने चाहिँ यता छ है त, यता डम्बलहरू छन्। हामी चाहिँ यहाँ रुममा चाहिँ 3 जना बस्छौँ। एकजना यता बस्नुहुन्छ, एकजना म चाहिँ, मेरो रुम चाहिँ यो हो, मेरो बेड। हे कस्तो नाजुक छ होइन। अनि एकजना चाहिँ यहाँ तल दाइ यहाँ बस्नुहुन्छ। अनि यो चाहिँ हाम्रो पानी या यो फ्रिज भयो। अनि यता डम्बल छैन, यो चाहिँ मेरो हो। यो चाहिँ एउटा दाइको, ऊ चाहिँ एउटा दाइको होइन। 3 सेट डम्बल छ हामीसित। सो फाइनली अहिले चाहिँ स्ट्यान्ड रेडी भइसक्यो होइन। यता छ स्ट्यान्ड, योबाट चाहिँ मोबाइल हालेर सुट गर्नुपर्छ, सब मजा आउँछ। सो फर्स्टमा चाहिँ पुसअप हान्नु पर्यो। अनि अब चाहिँ डायमन्ड पुसअप। अरे बाबा रे बाबा, अनि यसलाई चाहिँ यसरी जोडिसकेपछि अनि यो पनि बान्नै पर्यो होइन हातमा, होइन भने यता दुख्छ मेरो। अहिले चाहिँ खोली पनि सके।
अरे वाह रे वाह। सो अहिले चाहिँ वर्कआउट गरेर आएको थिएँ होइन। अहिले चाहिँ मेरो काम आयो अनि वर्कआउट चाहिँ रोक्नु पर्ने भयो होइन। त्यो चाहिँ काम पऱ्यो होइन। अनि डम्बल सम्बल यता भाइ राख्नु पऱ्यो। आज चाहिँ हल्का फुल्का काम परेको अवस्था छ अनि वर्कआउट गरिरहेको थिएँ होइन। वर्कआउट गर्दा गर्दै काम परेको होइन। सानोतिनो काम पऱ्यो अनि काममा जानुपर्ने भयो। यसो गर्नु पऱ्यो होइन काम। यसो काम पऱ्यो फेरि वर्कआउट स्टाफ यस्तै हुन्छ अनि कहाँ बन्छ त अनि बिहान होइन। हल्का फिट रहनको लागि भनेको काम पर्छ, कुद्नु पर्छ, त्यस्तै छ होइन। हल्का वर्कआउट गर्छु भन्दाखेरि पनि वर्कआउट गर्न पाइन्न, गाह्रो छ बाहिर देशमा। अब चाहिँ नेपाल आएर चाहिँ तर वर्कआउट गर्छु भन्ने मेरो सोच छ। अब नेपाल आउने पनि थोरै छन्, अब धेरै बिजी बस्नु भएको होइन। अब चाहिँ नेपाल आएर नेपालमै गर्नुपर्छ ज्यान भन्ने मेरो सोच हो। यहाँ त यस्तै छ, काम पर्छ के पर्छ टाइम हुँदैन गर्ने होइन। अझै काम सकेर आउँछ मलाई त। सो अनि अहिले चाहिँ के भइसक्यो भनेपछि हल्का वर्कआउट गरेर आएको थिएँ माथि। वर्कआउट गर्दा गर्दै काम परेर कतिखेर के हुन्छ थाहै हुँदैन। अनि वर्कआउट गर्दा गर्दै काम परेर कामतिर गएँ। अनि कामतिर गएर पनि काम सकेर पनि अहिले चाहिँ आएर पनि अहिले चाहिँ हे आउँदैछु होइन। अहिले चाहिँ अब खाना खानै पऱ्यो होइन। अब नाइट ड्युटी गरेर आएको र ज्यान पनि अर्कै भएको छ होइन। अनि अहिले चाहिँ खाना खाँदैछु है त। सो आजको भिडियो चाहिँ यति नै है त। थ्याङ्क्स फर वाचिङ। बाई बाई गाइज।